जय मसीह। आज चाहिँ म एउटा वचन लिएर आएको छु। गलाती 2:20मा चाहिँ यस्तो लेखिएको छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। यहाँ हामीले बुझ्न सक्छौँ कि म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु भनेर चाहिँ म आफै गएर टाँगिएको चाहिँ होइन। मैले चाहिँ आफ्नो पुरानो बेहोरा, म पुरानो जीवनशैली चाहिँ मैले छोडेर चाहिँ नयाँ जीवनशैली चाहिँ म जिउन लागेको छु, जहाँ चाहिँ म होइन तर ख्रिस्ट चाहिँ ममा जिउनुहुन्छ। म चाहिँ ख्रिस्ट जसरी जिउने छु भनेर भन्न खोजेको। अनि जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो भनेर त हामीले यूहन्ना 3:16 पनि हेर्न सक्छौँ है। जहाँ चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई चाहिँ हाम्रो निम्ति चाहिँ पठाउनु भयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उनीहरूले अनन्त जीवन पाओस्। धन्यवाद।